Hello guys, namaste. So welcome to the फेरि पनि निम्सा मोक्तानको YouTube च्यानलमा. And guys, guess what? भोलि चाहिँ हो मेरो बेटाको बर्थडे. So बेबीलाई ह्यापी एडभान्स बर्थडे. थ्याङ्क यू भनिदिनुस्. थ्याङ्क यू. So guys, भोलि चाहिँ हो 9 जुलाई. हजुर नो ओके. सो भोलि चाहिँ हो 9 जुलाई अनि मलाई चाहिँ यो दिनको चाहिँ बहुत वेट हुन्छ थाहा छैन. बुढ्ढा भइसक्यो मेरो छोरा चाहिँ होइन. भोलि 5 इयर्स कम्प्लिट भएर चाहिँ 6 मा लाग्छ. तर पनि मलाई चाहिँ उसको बर्थडे भने चाहिँ आफ्नो र चेङ्गाको बर्थडे अब कसैको पनि बर्थडे भन्दा चाहिँ उसको बर्थडे चाहिँ मलाई हजुर 16 अरे तपाईँको वेट 16 इज योर वेट एन्ड 5 इज योर एज ल. गाइस निम्सङ चाहिँ 16 केजी थियो अनि 18 केजी भएको छ. अब बेबी कति हुनुपर्छ 20 20 हो 30 त कहाँ हुन्छ एकैबाट. मलाई चाहिँ थाहा छैन किन होला. मेरो नानीको बर्थडे आयो भने चाहिँ म ज्यादा एक्साइटेड हुन्छु. अनि भोलि सानो बिहान थियो अब बच्चाहरूलाई बोलाएर सानो केक काटिदिने हो. यत्रो केक मगाइदिएछ मैले. अनि मलाई अघि गाइस निम्सङले के सोध्दै थियो बेबी के सोध्दै थियो तपाईँले बताइदिनु न एकबार. यत्रो केक गरेको छ मम्मीले हुन्छ नि यत्रो मजा गरेको गरे यत्रो आम्बो गाइस. सो निम्सङको चाहिँ केक से गर्दा हजुर यतिको त $2 हो बस हो. ल ल ओके ओके गाइस. अब चाहिँ हामीहरू खाने हो खाना होइन. अनि खानासाना खाइ चाहिँ हामी सुत्ने हो. अनि हुन्छ भोलिपल्ट अनि देखाउँछु तपाईँहरूलाई भोलि मर्निङमा. बाई गाइस गुड नाइट गरिदिनुहोस्. बाई बाई. निम्सङ ह्याप्पी बर्थडे. खोइ न थ्याङ्क यू भन्नु. आई लभ यु. खोइ त Happy birthday, beta. Thank you. खाना मम्मी खानु तपाईँ जसले खानु मुख दुराउँछ जानु छेसम्ममा पापालाई त गरे नि त छेसम्म गर्नु. लु गाइस निम्सङ चाहिँ भइसकेको छ रेडी होइन. लु बेबी छि हो. लु अब बेलुका आएर हजुर सरी ह्याप्पी बर्थडे बोय गुन्द्रु. लु अब स्कुल गएर आउनु अनि बेलुका केक काट्ने हो के हजुर आज यो मेरो बर्थडे राति बेलुका या यसको राति हजुर. हेलो गाइज म चाहिँ होइन निम्सङको स्कुलमा चाहिँ उसको केकहरू पचाएर आएर चाहिँ म चाहिँ यहाँ चिकन फ्राई गर्दैछु. अनि त्यो भिडियोमा हाल्छु म स्कुलको पनि होइन. यहाँ चाहिँ हुँदैछ चिकन फ्राई हो. अब बेलुका बच्चाहरूलाई बुढाएको छ नि त अनि खानासाना खिलाउनु पर्यो. सो त्यही भएर म चाहिँ अब रेडी गर्दैछु. रेडी गरेर राख्दै बेलुका बनाउनु मात्रै पर्छ. त्यही भएर अनि हाम्रो भाउजू आउँछु भन्दै थियो नि त. अनि यति काम त छैन मैले 12 बजे पछि चाहिँ आउनु भन्दै नि त है. सो त्यही हो गाइस तपाईँहरूलाई देखाउँदै गर्छु भन्छ अरे नि त. Happy birthday. Why happy birthday? Come here, Pasan. Happy birthday. हाँ सब तो भुजिया सब कुछ दो. Hello. Eat nicely, okay? लु गाइस निम्सङ चाहिँ स्कुलबाट आइसकेको छ. निम्सङ अनि स्कुलमा बर्थडे कसरी मनायो दिमागले अबुई
के खायो अनि बर्थडेमा बताऊ रसगुल्ला खाइन केक हजुर जुस यता बस्नु न केक जुस मिठाई रसगुल्ला त लेना और नि भुजिया समोसे हेर्नु त्यो नङ्गु पुतुङ्गे सो अब चाहिँ भात सात खिलाउने हो अनि फेरि ट्युसन छ गाइस हामी चाहिँ लिनु आएको छ निमसँगको केक हजुर मलाई पिज्जा छैन पिज्जा चलो तो चलो रुको 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 ओके मैम ओके मैम यो सो गाइस मेरो चाहिँ हो बन्दाकोपीको चाहिँ फर्स्ट हार्भेस्टिङ होइन यहीँ यति बढिया कस्तो टाइट टाइट उयो भएको छ कि के भन्छ यसलाई बाँधेको छ यहाँ दुईवटा वर्ष मैले तोडेको गाइस यो चाहिँ हो है मेरो फर्स्ट हार्भेस्टिङ भन्छ नि त बन्दाकोपीको चाहिँ यसको चाहिँ म सलाद बनाउनेवाला छु नि त अनि यहाँ चाहिँ छ मनपत्ता ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर निमसाङ ह्याप्पी बर्थडे टु यु bless you may God bless you happy birthday Ninsang happy birthday to you तपाईँ खिलानु न खिलानु भाइलाई खिलाउँदो न बहुत ढिलो गर्छ टमिनलाई ला छोड दे खायो बेबीको बेबी यहाँ बेबी यहाँ भाइ छ लाग्पा भाइ लाग्पा भाइ लाग उता मम्मीले मे उता खाता लगाइन्छ लगा उता खानु खानु ऊ मम खाता बाँध्नेछ लगाइरह्यो छे गर्नु छे गरो यस्तो स्पिड गर्छ उता थ्याङ्क यू भन्नु न बेबी हेर्न बेबी
एलिना त हेरेको हेरे भएछ त मलाई लगाइदिनु भने एलिना रे एलिना आइज एलिना ला छोटू रहँदैन स्कुल छुट्टी छ त म हुन्छ अच्छा लु गाइस बर्थडे बोयजको हालत चाहिँ यस्तो छ गन्दा भएर न्यू गिफ्ट पाएको उसले लगाइ पनि हाल्यो होइन जब स्कुल जान्दैन त मेरो हुन्छ हान्नु हान्नु अन्त जब स्कुल जान्न त मेरो हुन्छ नरभरि सिङ्गन बोकेर जब स्कुल जाँदा मेरो हुन्छ फुर्रा जानु मम खायो खोइ कपडा देखाउनु यहाँ कपडा देखाउनु ममले दिएको है थ्याङ्क यू मम बोलो न ममलाई थ्याङ्क यू बोलो काम अरे सो गाइस के बनाएको थियो त्यो चाहिँ देखाउनु पाएन पुरा बिजी भयो नि त गाइस पैसा चाहिएर हेर्नु न यहाँ आउँदा निम्चा पिर्छु म अहिले 200 खोइ दिनु म राखिदिन्छु दिनु न Javin, A4, B4, C4. See that?